र बाबा गएको थिए मेरो हजुरबाको सलादको लागि गोकर्ण। बिहान मकैवाला दिदीले मकै आयो मकै भन्दै मलाई उठाउनु भयो अनि म मकै दिन गएँ। मैले मकै खाएँ। त्यसपछि हामी लाग्यौँ मन्दिरतिर। ठ्याक्क त्यति बेला यहाँ लभ अङ्कलले मलाई चक्लेट दिनुभयो। हामी पुग्यौँ मन्दिर अनि मैले यहाँ पुग्न साथमा दौडिन सुरु गरिहालेँ किन भन्दाखेरि खाली ठाउँ थियो। अनि त्यसपछि उताभित्र जाँदाखेरि कस्तो राम्रो दृश्य रहेछ होइन। अनि मैले चराहरू देखिरहेको थिएँ अनि चराहरूलाई अहिले के खाना दिन्छु सोचिरहेको थिएँ। मेरो मम्मी र बाबा गयो हजुरबाको सलाद गर्ने ठाउँतिर अनि त्यहाँ मैले बेबीहरू पनि देखिरहेको थिएँ। हामीले ल्यायौँ जल त्यहाँ सफा गर्नको लागि पहिला अनि म मेरो बाबासँग सानो गुरुजी भनेर बसिहालेँ। त्यहाँ म सानोतिनो गुरुजी नै भनेर बसेको थिएँ। यस्तो गर उस्तो गर भनिरहेको थिएँ मम्मीलाई। अनि त्यसपछि मलाई एकछिन बस्दा बस्दा अल्छी लाग्यो। बाबाले चाहिँ त्यहाँ आफ्नो कार्य पुरा गर्दै हुनुहुन्थ्यो। अनि यहाँ दुध पोखिनेदेखि लिएर त्यहाँ भएका सबै जति पनि उटपटाङ कामहरू छन् त्यो चाहिँ मैले सबै मैले नै गरेको हो साथीहरू। त्यहाँ अरू कसैले गरेको छैन। अहिले चाहिँ धेरै उटपटाङ गरेर म पछाडि बसेर हेरिरहेको थिएँ। पानीमा गएर नाना भिजेपछि मैले फेरि नाना चेन्ज गरेर आएर बसेँ। बाबाको काम सकेपछि मलाई गुरुजीले टिकी लगाइदिनु भयो अनि मैले प्रसाद खाएँ। त्यसपछि मलाई टोक्यो मङ्कीले चितारेपछि हामी सिधै गयौँ टेको हस्पिटल अनि मैले रेबिसको सुई लगाएँ। मेरो मम्मी बाबा त्यहाँ सलादमै बिजी हुनुहुन्थ्यो। म यत्तिकै आँगनमा खेलिरहेको थिएँ अनि मैले मङ्कीको बेबीलाई देखेँ अनि उसँग खेल्न जान्छु भन्दाखेरि उसले मलाई चितोरो साथीहरू। त्यही पनि मैले मङ्कीलाई बनाना दिन्छु भन्दै लगेर आएँ घर। अनि मेरो मम्मीले बनाएर राखिदिनु भएको थियो कि आइसक्रिम ड्राई फ्रुट्स र दुध मिसाएर। अनि मैले त्यो आइसक्रिम खाएपछि सबै सुई लगाएको बादलले चितारेको मैले सबै बिर्सेँ। अनि हाम्रो दिन यतिकै भयो साथीहरू। थ्याङ्क यू सो मच फर वाचिङ। अब अझै मलाई 3वटा सुई लाउनु बाँकी छ। मङ्कीदेखि सापा।